केपीएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्लान् फेरि आमा त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। त्यसो अब ओली प्रधानमन्त्री कि प्रचण्ड? हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्डलाई? यो भातेलाई बनाउँछन् प्रधानमन्त्री, त्यो भ्रष्टाचारी भातेलाई। कसलाई बनाउने त्यसो भए यही रवि सर बन्नुहुन्छ नि प्रधानमन्त्री? जसो गरी भए पनि खाइ नखाइ भए पनि उहाँ बन्नुहुन्छ। कसरी बनाउनु त आमालाई भन्नुहोस् त, तरिका के छ त हजुरको? हजुर बनाउने तरिका के छ उहाँलाई प्रधानमन्त्री बनाउने तरिका? अब यी अलक्षिणा राक्षसहरूले उठ्न दियो भने उठेर बस्नुहुन्छ, गर्नुहुन्छ। सबै नेपालीहरूको ताल हेर्नुहुन्छ। पहिले यी भोटे कुकुर, यी खाते कुकुरहरूलाई थुन्नुपर्छ अनि मात्रै बन्नुहुन्छ। तपाईँका छरछिमेकले के भन्छन् कसलाई भोट हाल्ने रे आमा? मेरा छरछिमेकीले पनि भन्छन् कसलाई यार हाल्ने रे भोट? यिनै रवि सरलाई नै हाल्ने हो। रविलाई जिताउने अरे हो, उसलाई जितायो भने उहाँले नखाएको मान पनि हामीलाई खाए जस्तो हुन्छन्।